Hey guys, good morning and welcome to my another vlog. सम्पूर्णमा शुभ बिहानी। अहिले चाहिँ बिहानको 6 बजे छ। यति बेला भ्लग स्टार्ट गरिरहेछु उठेर फ्रेस भएर। सो आजको अपडेट दिने नै छु। लेट्स सी। अहिलेसम्म घाम भन्ने कुरा छँदै छैन। उसु नै उसु चारैतिर उसु। 9:30 भइसक्यो तर पनि यस्तो छ। यस्तो जाडोमा पनि एउटा टी सर्टसँग सो चिसोले भेटायो भने मार्छन् मलाई। सो अहिले चाहिँ खानासाना खाएर सबै कामहरू सकिसक्यो। अब एकछिनमा छोरोलाई स्कुल पठाउने हो। अहिले चाहिँ कन्टेन्ट हुने केही छैन, त्यत्तिकै भिडियो चालु भइरहेछ। एकछिनमा भयो भने देखाइ नै हाल्नेछु। अहिले चाहिँ यस्तो छ यतातिरको मौसम। सो what is your name? My name is Siddharth Nepali. What class do you read? I read Oh. तिम्रो बाबाको नाम के हो? मेरो बाबाको नाम मिलन नेपाली। तिम्रो मम्मीको नाम के हो? भाउजू नेपाली। मम्मीको नाम के हो? मम्मीको नाम के? जुना नेपाली। जुना हो? पागल। मेरो नाम के हो? तपाईको नाम? यस्तो छ बिजोक अलिकति अचम्मको बिजोक छ। मम्मीको नामै थाहा छैन, बाउको नामहरू थाहा छ। जसको भूमिका धेरै हुन्छ उसको नामै थाहा छैन छोरालाई। के गर्ने बिजोक छ। गाइस अब चाहिँ बाबुलाई स्कुल पठाउने टाइम भइसक्यो। सानो तिमीलाई सन्चो लाग्यो? के भएको थियो तिमीलाई? मलाई ज्वरो आएको थियो। ज्वरो आएको थियो? आज सन्चो लाग्यो त? अब स्कुल जाने? टिफिन के लाने? टिफिन भुजा? भुजाले पेट भरिन्छ? के लान्छु भन न? के लान्छु? भुजा नलाने? क्यान्टिनबाट के लान्छु भन त? समोसा लाने हो? दुईटा खान सक्छौ? खतरो छ पेट खाएर दुईटा खाने समोसा। भर पर्दैन। सो गाइज अब चाहिँ यसलाई स्कुल पठाउँछु अनि त्यसपछि हेलो गाइज म स्कुल जान लाग्छु। सबैलाई बाई बाई। स्कुलबाट आएर भेटौँला। सो मेरो छोरा स्कुल जाँदैछ। अब चाहिँ
गाइस म चाहिँ बाबालाई छोडेर आइसकेँ स्कुलबाट। अहिले चाहिँ 10 बजिसक्यो तर पनि हुस्सु नै हुस्सु छ यो ठाउँमा। यस्तो छ हरिबिजोक। सो एभ्रिवान, आजको कन्टेन्ट चाहिँ केही पनि छैन तर पनि हेर्दै जाम, कुनै न कुनै कन्टेन्ट त भइहाल्ने छ। सो हेर्दै जाम के हुन्छ, आज कस्तो हुन्छ सबै अपडेट दिने नै छु। लेट्स गो। सो गाइस अहिले चाहिँ मम्मीकोमा छु म, सानो काम परेर आएको। अहिले चाहिँ मम्मीकोमा छु। सो गाइस म चाहिँ कौसीमा छु, माथि छतमा। यहाँबाट बेलुकी टिप्न पनि हुन्छ, कति सजिलो। यहाँबाट खस्यो भने मर्ने हो, त्यही हो। त्यो माथि चाहिँ छिलीकोट, यो चाहिँ छिलीकोट। सामसुम अल्ट्रा भएको भए त देखिन्थ्यो होला मन्दिर पनि, तर देखिएन यसमा। हे गाइस, म चाहिँ मम्मीको घरबाट आइसकेँ। अहिले चाहिँ आफ्नो घर जाँदैछु, बाटोमा छु। सो सानोतिनो काम थियो त्यही भएर गएको थिएँ। काम पनि सकेर आएँ, काम सक्सेस भयो। आज त्यस्तो खास केही पनि भएन, भिडियोमा देखाउनु पर्ने, भ्लग गर्नुपर्ने त्यस्तो खास केही पनि भएन, तर पनि मैले एउटा गरिहालेँ। सो अब त्यस्तो कन्टेन्टै थिएन तर पनि बनाइहालेँ। सो म चाहिँ अहिले बाटोमा छु, घर जाँदैछु। सो गाइस म चाहिँ घर आइसकेँ। घर आएर धेरै भोक लागेर होइन, चाउचाउ पिरोवाला चाउचाउ खाइरहेछ। सो आजको कन्टेन्ट पनि भएन, त्यही भएर धेरै लामो पनि बनाउनु हुँदैन भिडियो होइन। कुनै कन्टेन्टै छैन भने लामो बनाएर पनि के काम। त्यही भएर अब 3 त बजिहाल्यो, त्यसै नै अब त झन् के खास होला र। अब बच्चा ल्याउने, स्कुलबाट बाबु ल्याउने, ल्याएर खाना बनाएर खुवाउने, नास्ता खुवाउने, खाना खुवाउने, त्यही त हो नि होइन, सुत्ने। त्यो भए काम छैन अब। त्यही भएर धेरै लामो भ्लग बनाउनु पनि हुँदैन। त्यही भएर सो आजको भ्लग यति नै। नयाँ युट्युबर हो म, सबैले माया साथ दिनु होला। र अब केही कुराहरू बनाउन आउँदैन होला, केही कुराहरू बोल्दा बोल्दै मिस्टेक हुन्छ होला, त्यसको लागि क्षमा प्राप्त चाहन्छु होइन, माफी दिनु होला मलाई। सो त्यही भएर आजको भ्लग यति नै। फेरि अर्को भ्लगमा भेट्नेछौँ, त्यति बेलासम्म बाई बाई, टेक केयर। सबैले आफ्नो ख्याल गर्नु होला।